What's up guys, today we are playing Blocks Fruit हैन अनि यहाँ हाम्रो अहिले विन इभेन्ट पनि आएको छ अनि यहाँ पोर्टल छ अनि यहाँबाट रोल गर्न पाइन्छ अनि यो चाहिँ यहाँ पोसन बनाउन पाइन्छ हैन ल अब आउने बित्तिकै आफ्नो लक आजमाउन जाउँ हैन हामीले लाइट फ्रुट खाछौं हैन अब जम यो अझै स्पिड जम ल आइपुग्यौं ओ यहाँ अझै एउटा मान्छे पनि रहेछ छिटो रोल गरौँ कुन फ्रुट पाउँछौँ यो 25 मिनेट पर्खिनु पर्छ केही छैन रोल नगरौँ ओ स्पिन फ्रुट उठाइहाल्छ You found the blocks fruit because be careful if you die before छिटो यो स्टोर गरौँ स्टोरै गर्न पाउँदिन अपग्रेड पनि गर्न पाउँदिन ड्रप नै गर्दिन्छु ड्रप हो यो त पानीमै ड्रप हान्नुपर्छ यसलाई त यसरी हुँदैन के यस्तो घटिया फ्रुट उसा प्याट त्यही जम छिटो ल भा चिकन अनि अहिले हामी कहाँ छौँ फ्रोजन विलेजमा जाऊँ फ्रोजन विलेजमा जाऊँ लाइट को स्पीड में मेरा टाइगर फ्रूट एक बार मिल जाए भगवान टाइगर की वुल्फ फ्रूट पाए भने मजा नै आइहाल्छ त्यो डिरावर एउटा हो नि मलाई मिलोस् न यार एउटै मिल्दैन 6-7 चोटी स्पिन गरिसके त्यही पनि मिल्दैन यति कन्फर्म यति हो ल जम यति एकजना मार्छु यतिलाई मैले छुन सक्दिन लाइट यो भागर देवा खोइ त्यो यति ओइ ले जप्पै त्यहाँ हान्दैछ इला छिटो अनि म जान पाउँछु कहाँ जान पाउँछु मरिन फोर्ट्रेस क्या हान्छ कि निशाना यस्तोलाई हुन्छ निशाना ओ ये हमसे स्मार्ट यस्तरी हान्नुपर्छ कि स्ट्र्याटेजी लगाएर स्ट्र्याटेजी कहाँ गयो माथि हो फेरि अनि हुन्छ ए स्ट्र्याटेजी निकाल टाइगरले यति बाबु कति टाइम लाग्यो कति बाबु तँलाई यतिकै छोड्दिन ये भागो रे ये देवा मारिदियो यतिले सिधै मारिदियो मलाई इज्जतै छैन अनि मसँग यो पम्पकिन ह्याट पनि छ हैन अनि अर्को क्याप पनि छ त्यो विचको ह्याट पनि छ यो क्वेस्ट कम्प्लिटेड ओ हामी अब जान पाउँछौँ मरिन फोर्ट्रेस
ल जाउँ छिटो पहिले घरमा जाउँ यो अनि यस्तो यो ढोकाहरु छ नि यहाँबाट ट्रिक एन्ड ट्रिट गर्दा फेरि त्यहाँ ककोले ट्रिट दिन्छ अनि ककोले ट्रिक गरेर हामीलाई फसाइदिन्छ अनि तिनीहरुलाई मार्यो भने चाहिँ नि हामीले क्यान्डी पाउँछौं अनि बमवाला क्यान्डी पनि हुन्छ हैन तर त्यो अहिले आएको हैन मसँगले धेरै इनफ छैन होला कन ओ 500 रहेछ ल स्पिन गरौँ है मलाई थाहा नै छैन बिर्से के मैले त ल अब छिटो स्पिन गरौँ हेलोविन गाचा डिलर प्लिज के राम्रो दिनु प्लिज यो घटिया किस्मतले त केही दिएन त्यसलाई र थैट स्पिन फ्रुट नदिएन 2x स्पिन दे बरु छी यस्तै हुन्छ गाइस हेर्नु हो यो के हो यो चाहिँदैन मलाई यो अरूलाई पनि नमिलोस् जा त जा ल अब लाइट फ्रुटको कमाल मरिन फोर्ट्रेस जाउँ त सही छ अहिले चालु भएको छैन इभेन्ट यानी मेरो पम्पकिन हेड क्या बबा लगिरहेको हैन पर्खिनु अनि छ ल खोज्यो ए यहाँ लुगामा पो हुन्छ अनि यो पनि छ विचको ह्याट अनि यो उसप गड उसपको पनि छ हैन मसँग ह्याटी त्यो टोपा तर म यो लगाउँछु पम्पकिन मिठिकल पो हो त छिटो जाउँ मरिन फोर्ट्रेसमा आउँदैछु ठ्याक्कमा जानु अरे नि ठ्याक्कै इभेन्ट चालु हुनु अरे के अनि त्यसलाई मारेर पाउँछौँ हामीले के पाउँछौँ त्यो कोट पाउँछौँ व्हाइट कोट छिटो जाउँ ल हामी त्यसको मुनि आइपुग्यौँ मरिन फोर्ट्रेस छिटो जाउँ कुस्लिम कन्फर्म यिनीहरूलाई मार्नुपर्छ जाउँ यिनीहरूलाई मार्नुपर्छ भोलि सबै यिनीहरूले मलाई मार्न सक्छ सक्दैन त्यो चाहिँ गरौँ सक्दैनन् त्यो सबैलाई भेला पारौँ सँगै लाइट फ्रुट एउटा एलिमेन्टल फ्रुट हो जसलाई कसैले छुनै सक्दैन यही त अनि फाइदा अनि C1मा सबभन्दा बेस्ट फ्रुट हो के यो ग्राइन्ड गर्नको लागि थाहा छैन मैले भनिदिएँ यही कुरामा लाइक र सब्सक्राइब गरिदिनु भिख माग्दैछु म अहिले लाइक र सब्सक्राइबको भिख यो मेरो एक्जामको रिजल्ट पनि आउन आँट्यो मलाई पहिले नै थाहा छ कि म फेल छु अब थाहा छैन मसँग के हुन्छ म के हुन्छ कि मसँग रिजल्ट पनि आउन आँट्यो मैले भिडियो बनाइरहेको छु म
कहाँ छ त्यो कहाँ हराए यहाँ रहेछ अब 4 जनालाई मार्नुपर्छ अनि कुछ कम्प्लिट हुन्छ छिटो 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 यो आयो अर्को यो पनि आयो यो आयो हैन कहाँ खोइ त्यो यो पनि आयो अब अर्को यो पनि आयो आना खोज मलाई आना आइजा नो प्रब्लम बेबी यो माथिबाट नि हाल्छ लाग्यो नि क्या जाऊ लाइट रे अब यो पनि मर्छन् मर्ने मर्छ छैन अब यो मरो उस कम्प्लिट भयो हामीहरूको पनि फेरि कुस्लिन जाऊँ वान्टेड हो नि म त यहाँ छ बस भाइस एडमिन ट्रिपल कटाना लिएर बसिरह यिनीहरूले मारौँ तर यिनीहरूले मारेर कति पाइन्छ 6000 पाइँदो रहेछ अनि कति पनि बोलौँ एउटा सिक्रेट ठाउँ पनि छ त्यहाँ गएर हामी एउटा एक्सेसरी किन्न पाउँछौँ ब्ल्याक क्याप त्यो पनि किन्छु जल्दी मारिसक्छु यो पनि मरो यो पनि मरो यो क्या देखिन्छ यो आइसक्यो तपाईँ आइज नि त आइज मलाई नै आना मेरे को कुछ नहीं होने वाला रे वीडियो तर यो एलिमेन्ट अफ स्लुट बसहरुको माथि कामै गर्दैन खै किन चाहे म तिनीहरुको 100 गुना भेट्न भने त्यही पनि नहीं गर्नु हो कि चिटिङ हो कि भएन मलाई हो कि हैन हो कि हो त चिटिङलाई मारिसक्छु अब छिटो ल पनि भयो ल अब धेरै वेट नगरिकिन नि हेलोविन इभेन्ट हेरेर जाम ल हेलोविन यो व्हाट्सअप गाइस हेलोविन इभेन्ट चाहिँ चालु भइसक्यो हैन अब जम छिटो जाम यहाँ कम्पासको छेउमा देखाइरा छ नि हेलोविन इभेन्ट चालु भइसक्यो अब यहाँबाट जंगलबाट जानुपर्छ त्यहाँ अनि देखाउँछु म तपाईलाई ल हामी आइपुग्न टिम आइसक्यौं ल यसरी यो घरमा जाने हो अनि यसरी नक गर्ने हो अनि यिनीहरूले हामीलाई भिख दिन्छन् यसले चाहिँ हामीलाई भिख दियो यो उठाउने हो कुनै बम पनि हुन सक्छ हैन तर मेरो अहिलेसम्म पराखेन यहाँ चाहिँ यसले चाहिँ मलाई बमै दिएन नक फेरि त्यही आयो रिपिन्जा पनि छ नि यहाँ बम फल्न थाल्यो रिपिन्जाले सिधा 400 टोकन दिन्छ मलाई मजा नै आइहाल्छ एजा त्यहाँ जाम
ये दरवाजा खोल रहे हलकट ट्रिक और ट्रीट यो साथ दियो यो हात्तीले खोल फेरि त्यही आउँछ मेरोमा धेरै जस्तो कुनै न कुनै एउटा ढोकामा चाहिँ बस हुन्छ त्यो वुल्फ वाला बस किन त्यसलाई मारेपछि हामीले सिधा 400 उयो पाउँछौँ क्यान्डी थाहा छैन भने मैले भनिदिएँ ल यहाँ जाऊँ हजुरको छ फेरि मेरोमा धेरै छ त्यही पनि छ कसले जमाइदियो मलाई यसले नि जमाइदियो मैले भागेँ नि त भाग्नु हुँदैन रहेछ ला मैले किन यस्तो मिस्टेक गरेँ दे नदे यहाँ बराबर ओ ट्रिक और ट्रीट ओ 25 दियो यहाँ पनि गऱ्यो ट्रिक और ट्रीट गऱ्यो छिटो ओ रिपिन्द्र अहिले चाहिँ 400 दिन्छ ये भनेको थिएँ नि मैले अहिले कति दिन्छ 7 दिन्छ फेरि रोल गर्न पाउँछु ए यिनीहरूले त हामीलाई फसाइदिन्छ जान्न म यससँग त्यही पनि जाउँ है ले मलाई फसाइदियो ढोकामा ए ओइ निक्लिहाल्यो यार फसाइदिएछ मलाई ढोकामा यो ढोकामा जाउँ ओ ट्रिक और ट्रीट ब्रो 13 मेरा 13 उई के भयो ए ब्यागमा भाइ यसले आफ्नो मिनियन्स पठायो फेरि अब यिनीहरूले मार्नुपर्छ छिटो मारिहालौँ ओ इगलले पनि मेरो हेल्प गर्दैछ हेल्प होइन मलाई पनि मार्न सक्छ एहे त्यसले मारे पनि कन त मलाई नै मिल्ने है ओके असली अझै गोरिल्ला फेरि अहिले आफ्नो त्यो बच्चाहरू पठाउँछ यी गोरिल्ला ब्याड ह्याबिट छिटो धेरै यस्तोमा चाहिँ ल अर्को पनि आइदियो बिचमा थैट चिटिङ हुँदैछ अर्काको म किन मार्नु ल यहाँ जाऊँ ए ढोका खोल रे फेरि यसले आफ्नो हड्डी बच्चाहरू बनाउने मगिसकेको हड्डीहरू ल कहाँ छन् आइहाल ले आफ्नो पनि सेना लिएर सबैजनासँग म ए 2 जना मात्रै छोडिदियो मलाई चाहिँ मेरो सेना पनि त्यसले लग्यो मार्दिस् न दस ले मलाई न आन्दै ए आन मार मलाई छोड्दै मगाएको इन कम्ब्याट ढोका कोही छैन घरमा ए खोलो ट्रिक और ट्रीट वो 12 दियो यो पाइरेटले अब यो ढोकामा पनि जाउँ ए ट्रिक और ट्रीट उठाऊ फ्याक्छ यतिकै फेरि पुरै राख्दै नै बनाइदिन्छ ओ यसले त 10 दिन्छ फेरि गोरिल्ला किङ फेरि गोरिल्लाले मार्नुपर्छ यहाँ मर्दैछु त
उनीहरुको कुडा खानको लागि बसेको हो क्या सुन्नु फेरि राति नै भयो अब यसलाई कहाँ जाँदैछ भयो यो म चाहिँ भागेको त्यो ढोकामा जान्छ डाइरेक्ट फेरि 10 पछाडिको ढोकाहरूमा जानु अब के भन्दै केही छैन यहाँ अन्त ती दुईजना पाइन्छ है हड्डी पाए मलाई चाहिँदैन यिनीहरू हड्डीहरू ल पुरा आफ्नो हड्डी मेरे को नहीं चाहिए यस्तो भन्छन् रेटिङ हाल्दै ड्यामेज चाहिँ पुगाउन सक्दैनन् चीटो मारेंगे लाइट रे छिटो ल यो मर्न आँटो ल मरौ यो पनि मरौ यो ढोका खोलौँ इन्टरेक्ट ओ 10 रुपैयाँ 10 रुपैयाँ भन्दा पनि 10 को क्यान्डी 10 को क्यान्डी 10 वटा क्यान्डी अब चाहिँ हो अब यहाँ जाऊँ खोल यही दुईजना पाए दुईजनाले दिए पनि दुईजना ठग्छन् जान्न या फेरि गोरीले कति मार्नु म मार्दा म पकिहाल्छु छिटो ये ल मरिसक्यो 3 जना मात्र अब यो लास्ट हो यो पनि मरौ फेरि यही त इट सीम लाइक नोबडी इन होम यहाँ जाऊँ फेरि त्यही आए बुटु डिलर हाँसेर पठाउँछन् मार्नको लागि मलाई यस्तै हुन्छ है थाहा छ मलाई त्यसैले मलाई खोलेको थिइनँ तर अहिले चाहिँ मैले किन खोलेँ मलाई मन थिएन त मर्नु ल एकजना मरौ अर्को पनि आइज यो पनि मर्छ अब यो लास्ट हो यो पनि मर्यो ल बन्द भयो ढोका छिटो यो ढोकामा जाऊँ ल सकियो इभेन्ट छैन सक्यो इभेन्टै सक्यो इभेन्ट सकेको त होइन अहिलेको लागि सक्यो ल अब गर्नु मसँग कति क्यान थियो आइटम 700 एकचोटि स्पिन गर्न पाउँछु खासै स्पिन गर्ने जाम ओ त्यो क्यान्डी फ्रीको क्यान्डी फेरि फ्रीको क्यान्डी आउँछ कि बा कहिले हाल्छ फ्रीको क्यान्डी ल कन्टिन्यू अब के पाउँछु फेरि हेरौँला क्यान्डी गन प्लिज के राम्रो पाऊँ ओ आइस भइपुग्छ आइस हाल्दे स्मोक त नहाल यति घटिया किस्मत छ मेरो आइस त्यो पनि स्टोर गरिदिउँ ल अब त म स्पिन गर्न पाउँदिनँ होइन
अब जम फेरि स्पिन गर्न जङ्गलमा नराम्रो गच्चा स्पिन हानौँ जम छिटो ऱ्यान्डम फ्रुट 43 अब के पाउँछौँ यसमा त राम्रो हुँदैन भगवान जहिले नराम्रो क्रिएसन भयो भने दिनु पर्छ नि ब्लेड त मसँग होला त छ मसँग तिनीहरूलाई नै गर्दा चाहिएन मलाई यस्तो फुटी किस्मत कसको छ होला हौ अझै केही राम्रो मिल्दैन मलाई सबै नराम्रो मात्रै पाइन्छ चाहियो है नभाग्नु यहाँ दिँदैछु म भागो कसैले जान्दैन लगाइस यसले उठाए यस लगाइस यो भिडियोको लागि चाहिँ यति नै होइन अरू सबै अर्को भिडियोमा गरौँ ल बाई बाई